वेलकम टु माई गाइज। आज चाहिँ हामी मौसम हेर्न जानु आएको गाइज होइन, त्यही भएर हाम्रो केटाहरू गाडीमा यात्रा चल्दैछ। हाम्रो चाहिँ भाडा उठाउन आउनुभएको दाइ चाहिँ भाडा दियो केटा हो। हामी चाहिँ अहिले वालिङ पुगिसकेको छौँ गाइज। अहिले चाहिँ अब हामी बसदेखि भर्खर झरेको गाइज। वालिङ मौसम गेट चाहिँ अहिले वालिङ मौसमतिर यात्रा हामी गएको वालिङ मौसमको यात्रामा गाइज। एक किन्ने हेमा तिमीलाई एक किन्ने कति हो प्राइस यसको? प्राइस 100 रुपियाँ। 100 रुपियाँ। मौसमको भित्र यात्रा चल्दैछ हाम्रो केटाहरूसँग। तिम्रो लागि किनिदिन्छु क्या हामी चाहिँ गाइज। चल्दैछ गाइज, हेर्नुहोस् है रमाइलो। आकाशलाई किनिदिउँ। आकाश भिडभाड यस्तो छ भाइ। बाइक पार्किङ यता छ तर आफूसँग साधन छैन, त्यो गाडीमा आउनुपर्छ। पुलिस त हुने भए म रुखबाट यहाँ चाहिँ हामी टिकट काट्न आएको। अब गाइज कति लाग्छ थाहा छैन। अब तिनजनाको कार्ड भएको। पैसा गाइज हाम्रो ओम माडे स्पोन्सर बाई ओम बुढा। टिकट आइसकेको छ हाम्रो हातमा। टिकट हेर्नुहोस् गाइज, टिकट यस्तो छ। अब वालिङ मौसम 2081 को मौसममा गाइज तिनीहरूले टिकट काटेको छैनन्। साथीहरूले टिकट काटेर आएको। डेट छैन दोस्त। दुईटा लिएर आऊ, पास छ भने भित्र बनाउँछ। भित्र छिर्न लाग्यो गाइज। हातमा चाहिँ टिकट हामी सब ज्योति मगरको फ्यानहरू टिकट यहीँ दिएर काटिसक्यो। कति अरे कति हामी भित्र घुम्दै जाँदैछौँ गाइस। त्यही भएर हिँड्नु 100को 3 जस्तो छ गाइस माहौल। माहौल यस्तो छ गाइस। मौसममा चाहिँ अहिले माहौल तातिएको छैन। डल हेर्नुहोस् गाइस, डल सबैभन्दा मन पर्यो मलाई। होलसेल चस्मा हेर्नु, चस्मा कहिले स्ट्यान्ड सोध्दैछ नि? स्ट्यान्ड किन्ने अरे स्ट्यान्ड 450 को स्ट्यान्ड गाइस। दाइ यो मेसिन कति हो? एपिआई को के अरे प्रोजेक्ट मौसममा चाहिँ ल भाइले केही जानकारी दिँदैछन् हामीलाई। अनि यताबाट यतातिर जडान भइरहेको छ नि, जडान पछि त्यहाँबाट पानी पऱ्यो भने चाहिँ यतातिर एलइडी लाइट
हाम्रो भाइले आफूले खतराको घन्टी बजिसक्यो यहाँबाट किनकि पहिरो जान लागेको छ पानीको अहिले आफूले खतराको घन्टी बुझिसकेर चाहिँ अब यहाँबाट अब सचेत थ्याङ्क यू भाइ मेरो भाइ थ्याङ्क यू। अनि यो चाहिँ यसको चाहिँ विशेषता भाइ यसको नाम चाहिँ फायर फाइटर होइन फायर फाइटर यसले चाहिँ अब कतै आग लागि भइरहेको छ भने चाहिँ अब कतै हुन्छ नि आग लागि त्यो चाहिँ अटोमेटिक पानी अटोमेटिक पानी हाल्ने काम गर्छ यसले चाहिँ जस्तै यो चाहिँ ब्याट्री छैन अनि ड्रोन यो चाहिँ ड्रोन भइसक्यो अब जस्तै 1500 मिटरसम्म टाढो जान सक्छ अब उचाइ पनि त्यस्तै 1500 मिटर। एकछिन मेरो मोबाइल हालेर ट्राई गरौँ न। अनि त्यो गाडी चाहिँ दीपक थापा सेङ्जाली खेटो खेटोको हुँदै गइरहेको छ स्टेजमा। दर्शकहरू यति आइरहेको छ अहिले चाहिँ आज ज्योति मगर आउने पछि नाइटमा झन् रमाइलो हुन्छ गाइस। खतरा गर्छ कि खुर्पिनेर सुर्पिने बोकेर आमाले कहाँ सक्ने म यतिकै छु। एक जमानामा सुरुमा श्यामलालले एउटा मेरो गीत गाउनु भएको थियो 30 मा होइन सुरुमा रेकर्ड गरेको। यस हामी सँगै लोकदोरी प्रतिदिन भाग्दै एउटै कोठा सुतेको पहिला। ओके बिहानै भात बेलुकै भात कति खाने हो आज गएर च्याक्क होटलमा पसेर टेबल ठटाएर खाएर जाने हो कि लगायत घरमा जाँदाखेरि एउटा सामान लिएर जानु होला। पिङ्क सिटीमा आइसकेपछि एउटा सामान लिएर जानु होला पिङ्क पनि खेल्नु होला। र अहिले ज्योति मगर आउनुहुन्छ हेर्नुहोस् ज्योति मगर र श्याम राणाले अहिले आउनुहुन्छ उहाँप्रति सम्मान। भोलि फेरि पल्सा आउने अरे हेलिकप्टर भन्ने भएको छ। भोलि मेसो पऱ्यो भने पोखराबाट 5 लाखको हेलिकप्टर बुक गरेर आउने अरे भन्ने गाई गई सुनिएको छु। कोही नछुट्नु होला है ल सबैप्रति सम्मान। यता टेक्निसियन भाइ खाजा खाऊ ल अलि खाजा खाँदै गरे बटाएर है ल यो वालिङ बचार भौस न बोल्दाखेरि माइक ए फल्नाको गीत अन्त ओहो माइक त राम्रै आएछ भोकल त राम्रै रहेछ भन्ने पार्नु पर्छ के हिँड्दा सुत्यो छ बाउ यसो घाँचा त धन्यवाद छ आदरणीय दाई जीवन दाहालज्यू सबैजनालाई थ्याङ्क यू भन्दै स्टेजमा आसन ग्रहण गर्नुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई रुगा लाग्ला जस्तो हुन्छ। पैसा भुसुक्कै कान्छी मुसुक्कै पैसा भुसुक्कै अब कान्छी मुसुक भन्छ तपाईहरु सबजनाले पैसा भुसुक्कै भन्नुपर्छ ल। अब अलिकति गुड हुन्छ नि गुड होइन अब अलिकति नटी हुनु पर्यो है त कान्छी मुसुक अनि आई लभ यु खेल्नु ल मलाई त्यति आवाजले पुग्दैन तपाईको आवाज अझै लाउड हुनु पर्यो। ओके आई लभ यु आई लभ यु I love you. I love you. I love you. I love you too.
त्यो खोलीभित्र के छ